देशभरि भ्रष्टहरूलाई मुद्दाबाद गर्न चाहन्छु। के भन्न चाहन्छ? यो दृश्य देखाइरहेका छौँ। यही राख्ने हो कि लाने हो? के हो? अनि कतै लान्छु सुरक्षा ठाउँमा लान्छु। राजेन्द्र लिङ्गे गिरफ्तारी गरिसकेको छ। गिरफ्तारीमा पर्नु भ्रष्टाचारी यो भ्रष्टहरूको अन्तको दिन सुरु भएको छ। भ्रष्टहरूको दिनको अन्त सुरु भएको छ। भ्रष्टाचारी मुर्दाबाद। यो आन्दोलन देशभरि भ्रष्टहरूलाई मुद्दाबाद गर्न चाहन्छु। के भन्न चाहन्छ? कति सहज होला जाउँ न निषेधित क्षेत्रभित्रै छु। यो के हो? यो अब तपाईँहरू माननीय हुनुभयो। यहाँभित्र तपाईँहरूले समस्या चाहिँ होला प्रहरी गृह मन्त्रालयले हिजो जारी गरेको विज्ञप्ति त हेर्नुभयो? यहाँबाट हिँड्दै जाने हो? अब चाहिँ हजुरहरू तिनकुने जाने कि अथवा हामी निषेधित क्षेत्रमा प्रदर्शन गरेर हाम्रो मूल कार्यक्रम स्थलमा जान्छौँ। निषेधित क्षेत्रमा हिजो मात्रै गृह मन्त्रालय विज्ञप्ति निकालिसकेको छ। तपाईँ एकजना माननीय पनि हुनुहुन्छ। आजको आन्दोलन मात्रैको नेतृत्व गरिराख्नु भएको छैन। यो चाहिँ के छ, कसरी लिइराख्नु भएको छ? त्यहाँ फेरि विभिन्न हुलुज्जत हुन सक्छ, विभिन्न घटनाहरू घट्न सक्छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रष्ट रूपमा भनिसकेको छ कि यो आजको जुन निषेधित क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम भनेको छ, यो कार्यक्रम कुनै ठुलो नारा जुलुस होइन। पार्टीको जिम्मेवार नेताहरूले निषेधित क्षेत्रमा उभिएर प्रदर्शन गर्ने र त्यसमा मुख्य रूपमा तिनकुने घटनाको न्यायिक छानबिन आयोगको गठनको माग र हाम्रो तिनकुने काण्ड आइबी छानबिन कारबाही 14 र छानबिन